नमस्ते, हाम्रो स्याङ्जा रकिङ स्याङ्जाको आजको यस कार्यक्रममा तपाईँहरू सबैलाई स्वागत गर्न चाहन्छु। आजको यस कार्यक्रममा हामी स्याङ्जा जिल्लाकै बारेमा कुरा गर्न गइरहेको छौँ। स्याङ्जाको नाम कसरी रहन गयो स्याङ्जा भन्ने तथा अन्य स्याङ्जाका विविध विषयवस्तुमा रहेर आज हामी कुरा गर्नेछौँ। यद्यपि जिल्लाको ऐतिहासिक रूपरेखा र नामाकरण सम्बन्धी कुनै आधिकारिक एवं भरपर्दो अभिलेख प्राप्त भएको छैन तापनि हालसम्म प्राप्त विभिन्न अभिलेख र जानिफकार व्यक्तिहरूको कथन समेतको आधारमा स्याङ्जा जिल्लालाई प्राय ऐतिहासिक कालमा भिरगु ऋषिको तपस्या स्थल, हालको चण्डी भन्ज्याङ गाविसको भिरगुतुङ, श्रवण कुवा र अन्धाअन्धीको किम्बदन्तीसँग जोडिएको आँधी खोलाको उद्गम स्थल, अन्धाअन्धी दह र सुस्तानी व्रतकथामा उल्लेख भए अनुसार सतीदेवीको शेष अङ्ग पतन भएको छ्याङछ्याङ्दीको छाया क्षेत्र आदिको भौगोलिक स्वरूप लिन सकिन्छ। प्राचीन कालमा हालको स्याङ्जाको भुवनोट दक्षिण र दक्षिण पश्चिमको पवित्र धार्मिक नदी कालीगण्डकी किनारा सेतीबेडी रुरु क्षेत्र, केलादी घाट, रामदी घाट छाया क्षेत्र हुँदै उत्तर पञ्चासे धाम चतुर्दशीको दिन मेला लाग्ने स्थल वरिपरि धार्मिक पवित्र स्थल भनी शास्त्रहरूमा उल्लेख भएको पाइन्छ। प्राकृतिक, सांस्कृतिक र मनोरम दृश्यहरूबाट सौन्दर्य स्याङ्जा जिल्लाले नेपाल एकीकरण पूर्व 24 राज्य अन्तर्गत 6 टुक्रे रजौटीहरू गरौँ, भिरकोट, सतौँ, नुवाकोट, ढोर र पैयुँले आफ्नो ऐतिहासिक पहिचान बोकेको छ। ढोर र पैयुँको धेरैजसो भाग क्रमशः तनहुँ र पर्वतमा विलय भएपछि बाँकी 4 रजौटाहरूले नै आधुनिक स्याङ्जा जिल्लाको पहिचान बोकेको छ। वर्तमान परिचय: नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी अञ्चल अन्तर्गत पर्ने स्याङ्जा जिल्ला एक पहाडी जिल्ला हो। यस जिल्लाको सदरमुकाम समुद्री सतहबाट 850 मिटर उचाइमा रहेको स्याङ्जा बजार हो। यो जिल्ला समुद्री सतहबाट न्यूनतम 366 मिटर केलादीदेखि अधिकतम 2512 मिटर पञ्चासेको लेकसम्म उचाइमा रहेको छ। यस जिल्लाको पूर्वमा तनहुँले, पश्चिममा गुल्मीले, उत्तरमा पर्वत र कास्कीले र दक्षिणमा कालीगण्डकी नदीसँग पाल्पा जिल्लाले सिमाना छुट्याएको छ। स्याङ्जा जिल्लालाई सुनौली पोखरा जोड्ने सिद्धार्थ राजमार्गले करिब 20बाट पूर्व र पश्चिम गरी विभाजन गरेको छ। मुङलिङ नाराघाट सडक निर्माण नहुँदै सुनौली, पाल्पा, स्याङ्जा, पोखरा, काठमाडौँसम्म पुग्ने नेपालको मुख्य राजमार्गको रुटमा रहेको स्याङ्जा जिल्ला हाल 79 किलोमिटर पक्की सिद्धार्थ राजमार्गभित्र यातायात सञ्चालन हुँदै आएको छ। त्यसैले यातायातको दृष्टिकोणले स्याङ्जा सुगम पहाडी जिल्लाभित्र पर्दछ। हाल स्याङ्जा नेपालको सबैभन्दा ठुलो जलविद्युत परियोजना कालीगण्डकी 144 मेगावाट, सबैभन्दा ठुलो पहाडी सिँचाइ योजना चापाकोट टार सिँचाइ योजना 1000 हेक्टर, नेपालको पहिलो नमुना ग्रामीण पर्यटन गाउँ पञ्चमुलको सिरुवारी, नेपालकै नमुना मानिने पाल्पा र स्याङ्जा जिल्लाको सिमानासँग जोडिने कालीगण्डकी नदी माथि रहेको रामदीको पुल र दुध, सुन्तला, अदुवा र कफी उत्पादन गर्ने जिल्लाको स्वरूपमा आफ्नो पहिचान स्थापित गरिसकेको छ। हाल यस जिल्लामा 2 नगरपालिका र 60वटा गाविसहरू रहेकामा 15वटा इलाकाहरू र 3वटा संसदीय निर्वाचनमा विभाजन गरिएको छ। राष्ट्रिय जनगणना 2058 अनुसार स्याङ्जामा 3,17,320 जना मानिसहरू बसोबास गरिरहेका छन्। यो जिल्लाले नेपालको क्षेत्रफलको 0.79% र जनसङ्ख्याको 1.37% अङ्क ओगटेको छ। 75 जिल्ला मध्ये स्याङ्जा जिल्ला क्षेत्रफलमा 64औं र जनसङ्ख्यामा 27औं स्थानमा रहेको छ। मानवीय विकास प्रतिवेदन 2004 अनुसार स्याङ्जा जिल्लाको औसत आयु 67.71 वर्ष, पौड शिक्षा दर 57.5% र वार्षिक प्रति व्यक्ति आय $245 रहेको छ। साक्षरताको दृष्टिकोणले स्याङ्जा 7औं 66.7% स्थानमा र विकास सूचकमा 9औं स्थानमा रहेको छ। स्याङ्जा जिल्ला हाल 35.1% घर परिवार गरिबीको रेखामुनि रहेका छन्। जिल्ला नामाकरण: यस जिल्लाको नाम स्याङ्जा रहनुमा विभिन्न कथनहरू पाइएका छन्। तिनीहरूमध्ये निम्न कथनहरू प्रमुख छन्। 1. 18औं शताब्दीतिर आँधी खोला उर्लिँदै बढेर आएपछि ठेलिएछ। यसरी ठेलिएको देखेपछि मानिसहरूमा हाहाकार मचिन थाल्यो। एकजना सज्जन वृद्धले भगवानलाई पुकार्दै खोला स्याइजा भन्ने कामना गरेका थिए। वृद्धको कामना सँगै ठेलिएको खोलो स्याइ खुलेर गएपछि स्याइजाको उपरवर्ष भएर स्याङ्जा हुन गएको भन्ने भनाइ रहेको छ। 2. एकीकृत पूर्व सेना वंशीय 24 राज्य अन्तर्गत 7औं
गरौँ, नुवाकोट र भिरकोट राज्यमा विभक्त भई स्याङ्जा भन्दै कालान्तरमा स्याङ्जा नाम रहन गएको भन्ने भनाइ पाइन्छ। 3. यस जिल्लामा सिजाली मगरहरूको ठुलो बस्ती भएकोले उनीहरूकै थरबाट अपभ्रंश भएर यस जिल्लाको नाम स्याङ्जा हुन गएको भन्ने भनाइ पनि छ। यी कथनहरूको आधारमा हाल जिल्ला सदरमुकाम रहेको स्थानको नाम स्याङ्जा रहन गएको र तत्कालीन अवस्थामा यो ठाउँ जिल्लाको प्रमुख व्यापारिक केन्द्र हुनुको साथै पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ र तनहुँ जिल्लाको प्रमुख व्यापारिक नाकाको रूपमा पनि परिचित नाम भएकोले नै जिल्लाको नाम पनि स्याङ्जा नामाकरण गरिएको अनुमान गर्न सकिन्छ। आजको यस कार्यक्रमबाट तपाईँले थोरै धेरै जानकारी स्याङ्जाको बारेमा अवश्य पाउनुभयो भन्ने आशा राख्दै म प्रस्तुता विकास श्रेष्ठ तथा यस कार्यक्रमका प्रोड्युसर राज संसार श्रेष्ठलाई पनि बिदा दिनुहोस्। हस्त, धन्यवाद।